त्यो फाइनली गाइज अहिले चाहिँ म अब यताको धनगढीको काम सिद्धाएर अब घरतिर जान लाग्छु। यता हान होइन रनिङ सनिङ हो कि के हो सबै सिद्धि होइन। पुसअप पिनअप अब यता हान सेकेन्ड वालो थर्ड वालो पऱ्यो वहाँ। आज तेको बर्थडे पनि हो है, ह्याप्पी बर्थडे रे। वेलकम बैक टू मेन ब्लॉग। सो आजको ब्लगमा तपाईँलाई एकदम स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। लाइक म पनि सन्चै छु भनौँ होइन। जस्ट देख्न सक्नुहुन्छ अहिलेसम्म म चाहिँ अहिले बेडमै छु होइन। अनि बिहान कति बज्यो यार, म लगभग 6 तिर उठ्यो हो न त। तर अहिले मोबाइल चलाउँदै लगभग 8 साढे 8 भइसकेको छ होइन। म बाहिरतिर एकछिन हेर्न गएको थिएँ होइन, कस्तो भयो यहाँ हाल्ने छु जतिर काम परिरहेको छ। अनि म चाहिँ केही बेडमा बसिरहेको छु होइन। अनि यहाँ देख्न सक्नुहुन्छ यो आज छ छोटो भाइ, यहाँ चिया खानला छ होइन यो। अनि यता साथी अहिले भर्खरै ट्युसन पढेर पनि आइसके खान देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ म जानुपर्ने भनेको अहिले ढुक्कै जानुपर्ने हो। अनि आज म त अहिले देखाउँछु होइन। मेरो एउटा साथी पनि आउनु भएको छ, देख्न सक्नुहुन्छ। एकदम रमाइलो भइरहेको छ। भिडियो चाहिँ फुल हेरिदिनु होला। सरप्राइज हुनेवाला छ। फाइनली चाहिँ अहिले म बसदेखि पनि उत्रेर अहिले चाहिँ अटोमा छु होइन। अब चाहिँ अहिले म त्यो भातै आएन होइन। त्यहाँ चाहिँ मैले पिउनु पर्ने हुन्छ। जब चाहिँ अहिले चाहिँ म अहिले अटोमा जान छु, देख्न सक्नुहुन्छ होइन। अहिले अटोमा छु। अहिले म त अहिले त्यही स्कुल अफतिर भेट्छु, किन भन्दाखेरि त्यहाँ दुईजना मेरो अरूको साथीहरू पनि छन्। अनि तिनीहरूलाई पनि मैले भेट्नु पर्ने हुन्छ अहिले यहाँदेखि गएर। त्यो फाइनली गाइज अहिले चाहिँ म अब यताको धनगढीको काम सिद्धाएर अब घरतिर जान लाग्छु। यता हान होइन रनिङ सनिङ हो कि के हो सबै सिद्धि होइन। पुसअप पिनअप अब यता हान सेकेन्ड वालो थर्ड वालो पऱ्यो वहाँ। आज तेको बर्थडे पनि हो है, ह्याप्पी बर्थडे रे। ह्याप्पी बर्थडे ए ह्याप्पी बर्थडे। थ्याङ्क यू पनि भन्दैन यार, यो ह्याप्पी बर्थडे होइन। देख्न सक्नुहुन्छ अहिले चाहिँ अब हामी चाहिँ घरतिर लाग्ला हौँ होइन। अटो पनि आउनु लागेन यार। ए ट्याक्सीमा जाउँ न। देख्न सक्नुहुन्छ गाइज कहाँ पुग्यो थाहा छैन मलाई होइन। एकदम यस्तो छ यतातिर, एकदम रमाइलो छ। यता फोटो सुट
देख्न सक्नुहुन्छ यता चाहिँ मेरो भाइ होइन यो चाहिँ होइन यता घरतिर जान्ला यो रुनै जान्ला दाइसँग यस्तरी बसेको थिएँ आजले मलाई घर पुगाउँछ कि भनेर रुनु आएको होइन यही हो ल नरो है नरो अब यसलाई मैले चाहिँ घर पठाउनु पर्ने हुन्छ नि धेरै दिन आइन्छ हानिहाल्यो यसले हामीसँग हिजो पनि यसलाई घुमायो नि कहाँ कहाँ घुमिका नि अनि यता घुमघाम गऱ्यो अब यसलाई घर पठाउनु पर्ने हो लास्टमा चाहिँ यो रुन लाग्यो अब यसलाई चक्लेट खुवाएर घर पठाउनु पर्ने भयो यो यहाँदेखि हाम्रो पलवानपुर जाने ठाउँमा ललिपप खाँदै घर जान्छ होइन अब हामी यसलाई बसमा बसाल्ने भयो बसमा जान्छ कि हाइसमा रे हाइसमा जाने हो अब हामी यसलाई हाइसमा बसाएर टक्क पलवानपुर छोडिदिने होइन तँलाई घर देखायो कि नै कि घर त भुले नि ल तँलाई म पुगाइदिन्छु तँलाई हाइसमा बसालिदिएको है त्यहाँदेखि गएँ फेरि त्यहाँदेखि रोएर त्यो खलासीलाई हैरान जन्मना हेर भन्न लाग्छु अगाडि नै मजाले गएँ घर अब यो छ झोला चिम्टी बोके अब यसलाई घरतिर ताड्डो लाखौँ है कति रु त हो धेरै नरहे यहाँ चाहिँ हाइट खोज्दा लाखौँ होइन अघिदेखि म पाउनु लाखेन हाइट 23 अब यसलाई हाइटमा बसाएको छु हेर्नुहोस् है यो पुग्यो फाइनली अतरिया अरे रे कस्तो ट्राउजर भयो यार यो अब अतरिया पुगिसकेका छौँ हाम्रो साथी जाउँ सक्नुहुन्छ अतरिया चोकमा पुगिसकेका छौँ उतादेखि पाइने होइन अहिले देख्न सक्नुहुन्छ पूर्व लाइन जानुपर्ने हो हामीले पूर्व लाइनको गाडी लाग्दा खान अब यहाँ यसलाई त्यही गाडीमा हालेर घर पठाउने हो रुनला है ए रुनला है हाँस्दा लाए हो मक्क छ अब हेर यसलाई ललिपप खुवाउने भने मक्क भइगयो त्यही हो गाडी आउनु गाडी हेरिकन मैले जानुपर्ने भयो फाइनली अतरिया चोकतिर पनि पुग्यो यो छ अतरिया चोक अब पूर्व 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 भन्ने मान्छे हाइसमा आउँदा नि हो त्यही हाइसमा लिने पूर्व 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 ए पूर्व पूर्व उता उता फाइनली अब हामी चाहिँ पुगिसकेका छौँ यो पूर्व लाइनमा होइन अब यसलाई पूर्व जाने गाडीमा बसाल्नु पर्यो गाडी खोज्दा लागेको छैन अघिदेखि उता लागेको छ होइन त्यही गाडीमा हालिदिनु पर्यो यसलाई कार्टुनमा हाल्दा नि कार्टुनमा स्याउ प्याक गर्दा नि त्यसै गरी यसलाई त्यही सिटमा प्याक गर्नुपर्ने यसलाई होइन के नि कहाँ आइसक्यो कि हिँड्दाखेरि बसमा नै बसमा त यिनी ढिला गराउँदा होइन घर नपुगे होइन मेरो हैरान गराउने यार कोही बसमा हालेको थियो भन्ने उतादेखि होइन अहिले उतादेखि भेटिन्छ क्या हाइस साइस उता यति धेरै आउँछ नि यसरी भिड हुन्छ यतादेखि पनि आउने हो यो अहिले चाहिँ यो पूर्व जाने रोडमा उता रोके अगाडि एउटा बस रोके होइन देख्न सक्नुहुन्छ हामी चाहिँ पूर्व जाने रोडमा छौँ यो रहेको छ पूर्व जाने रोड उता रे यता हेर्नुहोस् है गाइज पूर्व जाने रोड अहिले पूर्वको गाडीमा हाल्नुपर्छ अहिले पूर्वको गाडीमा उता रोकिया छ अलि अगाडि यहाँ देख्नुहुनेछ होइन उ त्यहाँ त्यो परको गाडीमा हाल्ने यसलाई गाडी ताडी त के आउनु आएन एकछिन यता हेलो भन्दै त हेलो हेलो भन्दैन एकछिन तर मुख त देखा यही हो मेरो भाइ पैसा राम्रो ठाउँमा राख्यो कि नै कति छ तो खाना पुग्यो कि फेरि उत्तरेपछि छैन अर्को दिन मलाई पनि छैन टिकट न तँलाई दिइदिन्थेँ तर ललिपप त किन्नु पर्दैन नि त भुल्ल्या त होइन 120 रुपियाँ 130 हो त भाडा त 20 रुपियाँ कम 10 रुपियाँ कम पुग्यो
10 रुपियाँ तँलाई डिस्काउन्ट हुन्छ त 30 रुपियाँ 30 रुपियाँ 150 अस्ति लग्यो 150 को लग्यो 150 130 लाग्दा अहिले म हेर अस्ति आइसवाला लग्यो तँलाई ठग्या म हेर बेली 130 रुपियाँमा आयो जब पनि ठ्याक्क 130 मै आउँछ त रेसम्म 130 हो अनि 10 सय। रुपियाँ तँलाई सानो तँ ठगे तँ खालि त्यो झुट बोल्दा यो रातमा पैसा दिलो अनि मोटा पोतिसके चक्लेट खाउन सक्छ म आइग्या हो 10 रुपियाँ मम्मीले अगाडि नै यसलाई लुकायो भने नि त्यही लुकायो यति ठग भयो जति हो चल हिट 1000 हो कि जति हो म तँलाई पठाइदिने भयो गाडीमा हेर तँ सर गयो यो यही गाडी हो क्या यसमै बसाइदिन्छु पूर्व हो जाने यो पलनपुर जाने हो पलनपुर जाने हो नि हो यो हाइसमा हालिदिने हाइसमा जाने हाइसमा सिट छ कि नै मात्रै हो यो मात्र हो भयो सिट हक नै फाइनली गाइजल भर्खरै त्यो छ नि त्यो छोटेलाई होइन हाम्रो भाइलाई चाहिँ अहिले मैले चाहिँ त्यो हाइसमा चाहिँ बसिसकेर भर्खरै देख्नु नै भएको होला होइन हाइसमा बसाइर अब त्यसलाई घरतिर पठाइदिएँ अब त्यो चाहिँ घरतिर अब पुग्छ अब केही दिन अब केही घन्टापछि पुग्छ अब 1 घन्टामा पुगिहाल्छ होइन अनि साथी र म चाहिँ यता फोटोसुट हान्न लाग्छौँ त हाम्रो दिदीहरूको पनि हानिदियो नत्र हामी यो ताल पुरै घुम्ने भने हो अब रात पर्ने भयो हुनाले चाहिँ हामी घुम्दैनौँ अब देख्न सक्नुहुन्छ है ताल भने यस्तै छ यस्तो यो ताल अरू छ यहाँ जङ्गल यस्तो छ जस ठिक छ एकछिन टाइम पास गर्ने त हो जस्ट फोटोसुट यतातिर खिचखाच गरियो घुमघाम पनि गरियो सबै कार्यक्रम सिद्धियो यहाँको होइन आजकल एउटा गीत चलेको छ अब हामी चाहिँ अब घरतिर लाग्ला हो देख्न सक्नुहुन्छ घरतिरको बाटो पनि यस्तै छ अहिले हामी पिचमा पुगेन भनौँ उता गाडीहरू चल्दा लाग्ने होइन माथि माथि अनि हामी चाहिँ यो तालको आसपास नै घुम्दा लाग्छौँ अहिलेसम्म पुरै राउन्ड लाउने भने अनि उता दिदीहरू थियो होइन पिकनिक खाना आएको थियो होइन अहिलेसम्म त गइहाल्नु भयो कि खोइ कहाँ बस्नु भयो होइन हामीले त्यहाँ भर्खरै चाहिँ यहीँ बस्नु भयो मैले चाहिँ अघि फोटो हानिदिएँ उहाँको अनि त्यहाँले गर्दाखेरि ढिलो भयो नत्र त म अघि नै हो घरतिर निस्किने बेला अनि आज त धनगढी पनि गएको हो अघि नै देख्नु नै भएको होला होइन त्यहाँ भिडियो चाहिँ मैले बनाउन खिच्न पाएन भित्रतिर अनि त्यही कारणले गर्दाखेरि बाहिर बाहिर नै बनाएको हो फाइनली गाइज चाहिँ हामी चाहिँ घुमघाम गरेर घरतिर पुगिसकेका छौँ होइन अनि त्यही नै हो थ्याङ्क्स फर वाचिङ होइन हाम्रो भिडियो तपाईँले के कतिको मनपर्छ लाइक कमेन्ट सेयर यदि इच्छा छ भने गरिदिनु होला छैन भने केही छैन अनि आफ्नो प्रतिक्रिया चाहिँ नदिनु त्यो दिन चाहिँ नभुल्नु होला अब हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ बाई बाई